जिन्दगीमा धेरै कुराहरू भोगे मैले टाढिदिएछ सबैजना दुनियाँलाई जब बुझ्दै गए बाल्यकाल बित्यो मेरो बाल्यकाल नै रमाइलो थियो रमाइलो गर्थे साथीभाइसँग सबैको प्यारो थिए समाजले सिकाउन राम्रो खोज्यो तर सिकाउने तरिका सबै गलत थियो सबैको गाउँमा खेल्नलाई पिल हुन्थ्यो तर आफ्नो गाउँमा नहुँदा लास्टै गाह्रो पर्थ्यो बारीमा खेल्न जान्थे एउटा सानो मन्दिर थियो जहाँ बोय पनि खेल्थ्यो तर त्यो लकेटमा पुतपुते भागिन्थ्यो कति चोट लडेर नराम्रो लागिन्थ्यो घरमा गाली पनि खाइन्थ्यो स्कुल पनि गइन्थ्यो साथीभाइहरूसँग रमाइलो गरिन्थ्यो 4 क्लाससम्म राम्ररी पढियो त्यसपछि 5 क्लासमा सबै ब्याक बेन्चर परियो सर पढाउन आउँथे तर कहिले पढाइ गरिन्थेन हल्ला मात्रै गरियो रमाइलो लास्ट भइन्थ्यो याद छ मलाई अझै पनि गुटखा र सुर्ती खाइ बित्ता रातो गरिन्थ्यो कहिलेकाहीँ सरले उठाउँदा मुख पुरै थुक्ले गरिन्थ्यो टुक्क निली चुपचाप लागि पिटाइ खाइन्थ्यो गेडाहरू याद छ नि यो हाजिर बोलाएर भागिन्थ्यो सबैजना भाइ र बेटेर मजाले गफ गरिन्थ्यो पढाएर लास्टमा जानुपर्ने इन्डिया हो भनी 8 क्लासमा छाडे मैले आफ्नो पढाइ बाहिर देश कमाउन आए जिन्दगीको दुःखलाई बुझ्दै गए त्यसपछि साथीभाइले पनि छोड्न थाले पढाइ सबैजना आफ्नो लाइफ बनाउन लाग्छन् कोही साथी पढिरहेछन् कोही साथी अघि बढिरहेछन् सबैजना टाढा छन् राम्रोसँग कुरा पनि हुँदैन खोइ कहिले भेट हुन्छ कि हुँदैन यो जिन्दगीमा धेरै कुराहरू भोगे मैले टाढिदिएछन् सबैजना दुनियाँलाई जब बुझ्दै गए बाल्यकाल बित्यो मेरो बाल्यकाल नै रमाइलो थियो रमाइलो गर्थे साथीभाइसँग सबैको प्यारो भइन्थ्यो